2081 को विधिवत रूपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिदिनु हुन सम्माननीय प्रधानमन्त्रीज्यूमा सविनय अनुरोध गर्दछु। अब हामी आजको मूल देउसीतर्फ प्रवेश गरेका छौँ। भव्य तालीका साथ स्वागत गरौँ आजको विशेष प्रस्तुति सिस्नुपानी देउसी 2081। इज्जत माटोमा मिलिसकेपछि अभियुक्तले अदालतबाट सफाई पाउँछ। बिरामी चितामा जलिसकेपछि रोग पत्ता लागेको रिपोर्ट आउँछ। सामाजिक सञ्जालले भड्काएको हाम्रो समाजमा घरमा आगो लाग्दा पानी बोकेर दमकल आउँदैन, क्यामेरा बोकेर छिमेकी आउँछ। बिपीले भन्थे समाजवादी, देउबाजी भन्छन् समाजवादी, मदनको बहुदलीय जनवादी, ओलीको एकल मनवादी, माओले भन्थे साम्यवादी, प्रचण्ड भन्छन् साम्यवादी, सटरका माधव पार्टी छ नि राप्रपा भन्छ भ्यागुत्ता गर्छन्, रासोपा भन्छ नयाँ छु, फेर्ने हो सरकार मया छु। एनएमबी बैंक, समृद्ध नेपालको लागि। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। नेपाल विद्युत प्राधिकरण, उज्यालो नेपालको संवाहक। Green City Hospital, compassion, care and cure. Expert Education and Visa Services, transforming dreams into reality for 20 years. City Express Money Transfer. उमेरमा कमाऊ जमाऊ, बुढेसकालमा मजाले रमाऊ। सलीको विश्वासको सम्बन्ध, एकताको प्रतीक। 35 वर्ष 36 सरकार मन्त्री बने हजारौं। 35 वर्ष 36 सरकार मन्त्री बने हजारौं। विकास भएन भन्नेलाई भुइँमा बजारौं। विकास भएन भन्नेलाई भुइँमा बजारौं। पीछे भ्यू टावर छन्, टोलै पीछे शहीद गेट। उनकै पीछे भ्यू टावर छन्, टोलै पीछे शहीद गेट। भ्रष्टाचार भो भन्ने मुखमा टाँसिदिनु टेप। भ्रष्टाचार भो भन्ने मुखमा टाँसिदिनु टेप। संविधानको संशोधन साँच्चै हो कि नारा हो? संविधानको संशोधन साँच्चै हो कि नारा हो? छिमेकीको चारा हो कि आफ्नै पारा हो? ए छिमेकीको चारा हो कि आफ्नै पारा हो? गठबन्धनका गाँठाले हाम्रा टाउका फुटाउँछन्। गठबन्धनका गाँठाले हाम्रा टाउका फुटाउँछन्। दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन्। दिल्ली बेजिङ आफ्ना आफ्नै धार्नी जुटाउँछन्। बफर जोन बनाउन अमेरिका आइरहने। बफर जोन बनाउन अमेरिका आइरहने। EU पनि बेला बेला मुख बाहिरने। EU पनि बेला बेला मुख बाहिरने। काले
काले मिली बन्द गरे अरे फायल काले काले मिली बन्द गरे अरे फायल फायल खोला खोल्ले फायल आफै घायल फायल खोला खोल्ले फायल आफै घायल खान पिउन राउन्ड टेबल माते पछि राउन्ड केक खान पिउन राउन्ड टेबल माते पछि राउन्ड केक एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक एक्लै खाए भ्रष्टाचार बाँडी खाए ठीक 84मा सबै साँडे सिङ्गल सिङ्गल भिन्ने रे 84मा सबै साँडे सिङ्गल सिङ्गल भिड्ने रे 84को पूजा पछि गाई छाड्ने रे 84को पूजा पछि गाई छाड्ने रे खुद खुद हाँस्थे प्रचण्ड ठुला दललाई झेलाउँदै खुद खुद हाँस्थे प्रचण्ड ठुला दललाई झेलाउँदै जादुमयी सङ्ख्या भन्दै चाबी खेलाउँदै जादुमयी सङ्ख्या भन्दै चाबी खेलाउँदै स्वर्ग नर्क जता गए सँगै जाउँला भनेर स्वर्ग नर्क जता गए सँगै जाउँला भनेर भोलि दाहाल सुते एउटै सिरक तानेर भोलि दाहाल सुते एउटै सिरक तानेर लुस्स निस्की ओली गए देउबाजीको खाटमा लुस्स निस्की ओली गए देउबाजीको खाटमा के भो होला नसम्झौ भो मध्यरातमा के भो होला नसम्झौ भो मध्यरातमा हिजोसम्म चाटा चाट आज भयो काटा काट हिजोसम्म चाटा चाट आज भयो काटा काट लाजले गर्यो आत्महत्या जब फेरियो खाट लाजले गर्यो आत्महत्या जब फेरियो खाट हाम्रा नेता भैँसी पुच्छन् मुर्रा भैँसी लिएर आउँछन् हाम्रा नेता भैँसी पुच्छन् मुर्रा भैँसी लिएर आउँछन् कोही भैँसी दुन जान्छन् उतै हराउँछन् कोही भैँसी दुन जान्छन् उतै हराउँछन् हामी पनि वर्षौँदेखि भैँसी पुराण लगाइरहेछौँ हामी पनि वर्षौँदेखि भैँसी पुराण लगाइरहेछौँ बिगौतीको सट्टा जहिले गोबर पाइरहेछौँ बिगौतीको सट्टा जहिले गोबर पाइरहेछौँ भैँसी लड्यो है माया पानी जहाज उडेर है माया पानी जहाज उडेर मेची काली है माया चुच्चे रेल गुडेर मेची काली है माया चुच्चे रेल गुडेर दुईपल्टका राष्ट्रपति पार्टीतिरै फिर्ने रे निलैलै अध्यक्ष नै खाने रे बरु जिल्ला जाने रे अध्यक्ष नै खाने रे बरु जिल्ला जाने रे कि त वडाध्यक्षै हुने रे कि त वडाध्यक्षै हुने रे
प्रधानमन्त्री भन्दै ओली चारो छर्दैछन् निलैलै आर्जु गुनगुन गर्दैछन् मोदी कान भर्दैछन् आर्जु गुनगुन गर्दैछन् मोदी कान भर्दैछन् विश्व गगन सुख सुख गर्दैछन् विश्व गगन सुख सुख गर्दैछन् कांग्रेस पार्टी भित्र पार्टी पार्टी भित्र पार्टी छन् कांग्रेस पार्टी भित्र पार्टी पार्टी भित्र पार्टी छन् सबै पार्टी भन्दा माथि भाउजू बाठी छन् सबै पार्टी भन्दा माथि भाउजू बाठी छन् नेता फेर्छु भन्दै कांग्रेस धेरै वर्ष कुर्लियो नेता फेर्छु भन्दै कांग्रेस धेरै वर्ष कुर्लियो युवा हुँ म भन्नेको नै दाँत फुक्लियो युवा हुँ म भन्नेको नै दाँत फुक्लियो बीपी किसुन गणेश मानले इतिहास रचेका बीपी किसुन गणेश मानले इतिहास रचेका पिँडो थाम्न आलम जोशी खाँड बचेका पिँडो थाम्न आलम जोशी खाँड बचेका देउबाजीका स्लिपिङ पार्टनर प्रचण्ड र ओली देउबाजीका स्लिपिङ पार्टनर प्रचण्ड र ओली प्रधानमन्त्री देउला भन्छन् उधारोमा भोलि प्रधानमन्त्री देउला भन्छन् उधारोमा भोलि ताना तानमा देउबाजीलाई ज्वरो आउँछ हनहनी ताना तानमा देउबाजीलाई ज्वरो आउँछ हनहनी दुई थान कम्युनिस्ट नेताले घुमाए फनफनी दुई थान कम्युनिस्ट नेताले घुमाए फनफनी साधु नेता धनराजले कस्तो कला जानेका साधु नेता धनराजले कस्तो कला जानेका ऋणको रकम बचाउन डिभोर्स हानेका ऋणको रकम बचाउन डिभोर्स हानेका माओवादी अध्यक्षले विश्राम लिनै पाएनन् माओवादी अध्यक्षले विश्राम लिनै पाएनन् किनभने प्रचण्डले दिनै चाहेनन् किनभने प्रचण्डले दिनै चाहेनन् बालुवाटारमा बसुन्जेल दलालीको घेरामा बालुवाटारमा बसुन्जेल दलालीको घेरामा वाम मोर्चाको जोक सुनाउँछन् फर्की डेरामा वाम मोर्चाको जोक सुनाउँछन् फर्की डेरामा कांग्रेस एमालेको टेको लाउँदै अघि बढेका कांग्रेस एमालेको टेको लाउँदै अघि बढेका दुईटै टेको उछिटिँदा भुइँमा लडेका दुईटै टेको उछिटिँदा भुइँमा लडेका लडे पनि लडे भन्न लजाउँछन् प्रचण्ड लडे पनि लडे भन्न लजाउँछन् प्रचण्ड आन्दोलनको प्राचीन गाना गाउँछन् अखण्ड आन्दोलनको प्राचीन गाना गाउँछन् अखण्ड सत्ता छँदा
छँदा सिङ्गापुर सत्ता छाड्दा बङ्गलादेश सत्ता छँदा सिङ्गापुर सत्ता छाड्दा बङ्गलादेश छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस छलाङमाथि छलाङ हान्दै फुल्यो यिनको केस राजा फाल्ने ऊर्जा थियो तिम्रो कत्रो जो राजा फाल्ने ऊर्जा थियो तिम्रो कत्रो जो अब बन्ने वाम मोर्चामा राप्र पानी होस् अब बन्ने वाम मोर्चामा राप्र पानी होस् जान्ने भन्दै छानिए कि हाम्री उपसभा मुख निलैलै दूतावासलाई लेखी छन् झन्डै मान्छे बेची छन् दूतावासलाई लेखी छन् झन्डै मान्छे बेची छन् तिरमिर तिरमिर तारा देखी छन् ए तिरमिर तारा देखी छन् हप्तै पिछे हुँदा रहेछन् एनआरएनका अधिवेशन निलैलै घुटै घुटमा भर्ती त्यसलाई दिन्छन् अर्ती घुटै घुटमा भर्ती त्यसलाई दिन्छन् अर्ती ऐना हेर्ने हो कि फर्की ए ऐना हेर्ने हो कि फर्की मकै पोल्ने फलफुल बेच्ने सब्जी ल्याउने घर घरमा मकै पोल्ने फलफुल बेच्ने सब्जी ल्याउने घर घरमा भुइँ मान्छेलाई भुइँ नै छैन महानगरमा भुइँ मान्छेलाई भुइँ नै छैन महानगरमा पसिनाको गन्ध आउने धोती कछाड दौराले पसिनाको गन्ध आउने धोती कछाड दौराले नगरभित्र नछिर्नु खाउला लौराले नगरभित्र नछिर्नु खाउला लौराले बेला बेलै सिंह दरबार चलाउँछु भन्दैछौ बेला बेला सिंह दरबार चलाउँछु भन्दैछौ जनतालाई भेट्दैनौ रे कसको सुन्दैछौ जनतालाई भेट्दैनौ रे कसको सुन्दैछौ हुकुमबासी नदी पस्ता नदी सहर पसेको हुकुमबासी नदी पस्ता नदी सहर पसेको सुकुम्बासी राजनीतिमा पोलिटिक्स घुसेको सुकुम्बासी राजनीतिमा पोलिटिक्स घुसेको बुढा नेता थर्कमान हर्क पालेन देखेर बुढा नेता थर्कमान हर्क पालेन देखेर त्यो क्रेजलाई नसिद्ध्याउ है फेसबुक लेखेर त्यो क्रेजलाई नसिद्ध्याउ है फेसबुक लेखेर वामदेव भन्ने थिए कतै बाबुराम नि थिए कतै वैद्य रावल के सिपी बादल छाउँथे जता ततै सम्झे सम्झे जस्तो लाग्छ बिर्से बिर्से जस्तो लाग्छ जय मधेसको नारा लाउने पार्टी थिए
जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ भाइलाई 13औं भाइले उफ्री उफ्री करायो भाइलाई 13औं भाइले उफ्री उफ्री थर्कायो सरकारले थर्काउनेकै ढाड मर्कायो सरकारले थर्काउनेकै ढाड मर्कायो नपाउनेले केरा पायो पोख्रैसँग अड्कायो नपाउनेले केरा पायो पोख्रैसँग अड्कायो नो नट अगेन भनी भनी मन्त्री पड्कायो नो नट अगेन भनी भनी मन्त्री पड्कायो उसले खायो त्यसले खायो हामीले खान नहुने उसले खायो त्यसले खायो हामीले खान नहुने नयाँका चाहिँ मुख छैन र खानै नहुने नयाँका चाहिँ मुख छैन र खानै नहुने भोको भन्छ वारी खाऊ खाको भन्छ पारी जाउँ भोको भन्छ वारी खाऊ खाको भन्छ पारी जाउँ खानै पाको थिएन सत्य मरि जाउँ खानै पाको थिएन सत्य मरि जाउँ मत्स्य न्याय राजनीतिमा सबले तर मारेका मत्स्य न्याय राजनीतिमा सबले तर मारेका ठुलाले चाहिँ साना माछा क्वाप्पै पारेका ठुलाले चाहिँ साना माछा क्वाप्पै पारेका खाँदिन टिभीको जागिर मलाई लैजाऊ न गृहको कुर्सीमा म त खाँदिन टिभीको जागिर मलाई लैजाऊ न गृहको कुर्सीमा ह्यान्डसम केटो ह्यान्डसम नारा राजनीतिमा आउँदा ह्यान्डसम केटो ह्यान्डसम नारा राजनीतिमा आउँदा पाइलै पछि काण्दै काण्ड अहिले थाहा पाउँदा भोभो बाँच्दिन भोभो बाँच्दिन नाकको डाँडी हो बचत खाँदिन जीवीले नबाडी बचत खाँदिन जीवीले नबाडी माओवादीका युवराज क्रान्ति भेप पाल्दैछन् माओवादीका युवराज क्रान्ति भेप पाल्दैछन् शहीदका स्वप्नलाई सुनले टाल्दैछन् शहीदका स्वप्नलाई सुनले टाल्दैछन् नेपालको शेयर बजार गिरोहले चलाउने नेपालको शेयर बजार गिरोहले चलाउने अर्थमन्त्री लौको जत्रो नाक फुलाउने अर्थमन्त्री लौको जत्रो नाक फुलाउने छाडा साँडे पसेर सहकारी निलेका छाडा साँडे पसेर सहकारी निलेका अनुगमन गर्ने पनि चेतै मिलेका अनुगमन गर्ने पनि त्यतै मिलेका अड्डाभित्र करोडौँका गाडी सडाई सिद्ध्याउँछन् अड्डाभित्र करोडौँका गाडी सडाई सिद्ध्याउँछन् वर्षै
पिच्छे गाडी किन्न तारा उद्याउँछन् वर्षै पिच्छे गाडी किन्न तारा उद्याउँछन् झाडीबाट फुत्त आयो चोर हो कि भनेको झाडीबाट फुत्त आयो चोर हो कि भनेको लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको लाइसेन्स माग्यो भन्यो गाडी किन कुदाको खराब थापी भिडमा छिर्के लाउँछन् गाडीलाई खराब थापी भिडमा छिर्के लाउँछन् गाडीलाई जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ जरिवाना तिराई दसैँ मान्छन् ट्राफिक दाइ गाडी डुब्छन् पिलेन खस्छन् अनिश्चित भो गन्तव्य गाडी डुब्छन् पिलेन खस्छन् अनिश्चित भो गन्तव्य राहत होइन सरकार बाँड्छ शोक मन्तव्य राहत होइन सरकार बाँड्छ शोक मन्तव्य प्रदेश सरकार के गर्दैछन् कहाँ पुगे कुदेर प्रदेश सरकार के गर्दैछन् कहाँ पुगे कुदेर कोसीले चाहिँ शिखर चुम्यो कार्की जुदेर कोसीले चाहिँ शिखर चुम्यो कार्की जुदेर प्रदेश मन्त्री मनाङेले विश्व रेकर्ड राखेछन् निलैलै मन्त्री खान अल्छीले राजीनामा दिएछन् मन्त्रालय नै बेच्न राखेछन् मन्त्रालय नै बेच्न राखेछन् हाम्रो देशका इन्जिनियर संसारलाई पढाउँछन् निलैलै सुपर ग्लूले टाँसेर हवाई जहाज उडाउँछन् सुपर ग्लूले टाँसेर हवाई जहाज उडाउँछन् हँसाएरै आन्द्रा चुडाउँछन् हँसाएरै आन्द्रा चुडाउँछन् आहै अनुसन्धान विभाग अख्तियार हाम्रो सुरक्षित आवाज विपद प्राधिकरण लाइसेन्स छपाई धितो बोर्ड अध्यक्ष समाजवादी मोर्चा स्टिकर ठेक्का भ्रष्टाचार गर्दिन गर्न नि दिन्न समृद्ध नेपाल सुखी नेपाली सुखी नेपाली चल्ने भयो दमक टावर भो वीर नगर चल्ने भयो दमक टावर भो वीर नगर परेवा पालौँ नाम राखौँ पिजन टावर परेवा पालौँ नाम राखौँ पिजन टावर चाँडो ल्याउँ समृद्धि ख्यात पारौँ बटन धरहराको गरौँ दोस्रो तेस्रो उद्घाटन
गुहार माग्दै थिए खेलबाडीमा डुब्दै बग्दै जनता गुहार माग्दै थिए हाम्रा पिएम अमेरिकामा माइक तान्दै थिए हाम्रा पिएम अमेरिकामा माइक तान्दै थिए दसैँमा एक दिन ठुलो पानी पर्यो दसैँमा एक दिन ठुलो पानी पर्यो खोला नाला सहर बसी गर्नुसम्म गर्यो खोला नाला सहर बसी गर्नुसम्म गर्यो सानो सानो झुप्रो थियो मनोहरा पारी सानो सानो झुप्रो थियो मनोहरा पारी हिमालयका भाले बस्थे गुड सारी सारी हिमालयका भाले बस्थे गुड सारी सारी पर्र कुर्र समृद्धिका उखान सुनाउँथे पर्र कुर्र समृद्धिका उखान सुनाउँथे गफका पोका फ्याँकी फ्याँकी दिन बिताउँथे गफका पोका फ्याँकी फ्याँकी दिन बिताउँथे चुट्नसम्म चुट्यो आज पार्यो उठी बास चुट्नसम्म चुट्यो आज पार्यो उठी बास झोली तुम्बी बोकी हिँडे खोज्नलाई बास झोली तुम्बी बोकी हिँडे खोज्नलाई बास हेर तिनको दुःख देख्दा मिनको मन छोयो हेर तिनको दुःख देख्दा मिनको मन छोयो दस्रो पनि दान पाउँदा झोली तुम्बी रोयो दस्रो पनि दान पाउँदा झोली तुम्बी रोयो हिमालयको गुण अब भागबटे नि सर्ला हिमालयको गुण अब भागबटे नि सर्ला मनमोहनको ठाउँमा मिनको फोटो बुझ्नु पर्ला मनमोहनको ठाउँमा मिनको फोटो बुझ्नु पर्ला धन्यवाद आशिषको पालो आहै छोरालाई जोत्न लाजै होस् बाबुको खेत चाहिँ लाजै होस् रोजगारी खोजिरहन् छोराले खेताला खोजिरहन् बाबुले गाउँघर हाम्रा आमा वृद्धाश्रम बस्छन् आमा टिकटकको खेती मौलाओस् नेपाली समाज मौलाओस् सहकारीको चाहिँ छुट्टी होस् बचतकर्ता चाहिँ छुट्टी होस् लौ दाम्पत्य जीवन यस्तो होस् सरकारी डिभोर्स जस्तो होस् लोन खाइ तिर्नु नपरोस् ब्याङ्कले ल्याङ नगरोस् यति र ओम्नी चौधरी हुन् गरिबको कोटामा चौधरी हुन् बाल मन्दिर काण्ड चुपचाप होस् नबोलो सरकार चुपचाप होस् बाँसबारी जुत्ता हराओस् ज्यानबाट जुत्ता हराओस् रेमिटले मुलुक हानियोस् युवा चाहिँ परदेश हानियोस् युनिभर्सिटी खोल्दै जाउँ विद्यार्थी विदेश खेल्दै जाउँ गाउँमा मान्छे नमरोस् मलामी खोज्नु नपरोस् सन्तानले दुःख नपाओस् लास आफै हिँडी जाओस् लौ दुध बेची किनौ पोक भेन्टा लौ गाई भैँसी पाल्ने घन्टा यस्तै
बस्दैछ दियो आशाको जनै र चन्दन आशाको भोट खाने नेता घुसतिर भोट दिने युवा रुसतिर भाषिए युवा नभनौ काठका बाकस नभनौ काठका बाकस नगनौ देश हाम्रो नेपालै होस् नहोस् लङ्का बङ्गलादेश नहोस् लङ्का बङ्गलादेश खै केले छेक्छ सुरु गर्न समृद्धिको रेस समृद्धिको रेस राजनीति बिग्रिए चुनावैले सचौला समाज प्रथभ्रष्ट भए कसले बचाउला कति सोध्नु एउटै प्रश्न कति खेल्नु भैलो कति खेल्नु भैलो बन्द गरौँ बिन्ती छ देशमा भाँड भैलो देशमा भाँड भैलो देशमा भाँड भैलो हार्दिक धन्यवाद देउसी टोलीलाई। हामी कार्यक्रमको ट्वाक्कै उत्तरार्धमा आइपुगेका छौँ। तपाईँ सबैले धैर्य भएर कार्यक्रमलाई अवलोकन गरिदिनु भयो, हामी आभार व्यक्त गर्दछौँ। तिहारले छोएको छ, यहाँ उपस्थित रहनुभएका तपाईँ सम्पूर्णको तर्फबाट संक्षिप्तमा आफ्नो प्रतिक्रिया, चाडबाड विशेष शुभकामना, हामी सबैलाई सद्भाव र विश्वासको मन्तव्य व्यक्त गरिदिनु हुन हामी सबैका अभिभावक नेपाल सरकारका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूमा विनम्र अनुरोध गर्दछु। समय त मैले भन्न मिल्दैन, तर जानेर हो या झुकिएर कार्यक्रमको तालिकामा मैले 5 मिनेट लेखेको रहेछु। सिस्नो पानी टिम पानी नलायो भने अलिकति सिस्नो झरिलो हुँदैन भनेर सिस्नो पानीले पानीमा चोबेर सिस्नो पानी लगाउने गर्छ। मैले बाक्लै प्यान्ट लाएर आएको थिएँ। सम्पूर्ण यहाँ उपस्थित हुनुभएका आदरणीय दर्शक महानुभावहरू, माथि बस्नुभएका दर्शक महानुभावहरू समेत सबै साथीहरू, दिदीबहिनी तथा दाजुभाइहरू, तिहारको बेला म सबैमा तिहारको शुभकामना भन्न चाहन्छु। यो तिहार सबैका लागि राम्रो होस्, रमाइलो होस्, दीपावलीमय, पुष्पमय, दीपमय भएर बितोस्। धेरै धेरै शुभकामना भन्न चाहन्छु। देउसी भैलो र सिस्नो पानी टिमलाई पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु। मेरो विचारमा
कतिपय कुरा बुझेर गरे जस्तो पनि लाग्छ। कतिपय कुरा सामाजिक सञ्जालका पछि कान नछाम्ने काग लखेट्न कुद्ने त्यो पनि अलरेडी देखिन्छ। तर उहाँलाई त भन्न भएन, उहाँहरूलाई फेरि। त्यसकारण म उहाँहरूलाई केही भन्दिनँ। खुसी लाग्यो, रमाइलो लाग्यो, राम्रो लाग्यो। उहाँहरूको नामै, संस्थाको नामै सिस्नुपानी, आज खेले मात्रै देउसी। नामै सिस्नुपानी भएको संस्थाले अलिक व्यङ्ग गर्छ, त्यो हामी सबैलाई थाहा छ। अलिकति धेरै निराशाको पाटो पनि आयो कि जस्तो पनि लाग्छ। धेरै निराश हुनुपर्ने आवश्यकता छैन। यो नेपाल अनेक प्रकारका अप्ठ्यारा, सजिला, उतार चढाव, कठिनाइहरू झेलेर यहाँ आएको छ। राणा शासन, शाही शासन, पञ्चायती शासनहरू विभिन्न उतार चढावहरू देखेर आएको छ। हाम्रो समाज पहिले जस्तो होइन, यहाँ डेमोक्रेसी छ। त्यसकारण गाली गर्ने र सुन्ने पनि बानी परेर आएको छ। गाली जति गरे पनि भयो, जे बोले पनि भयो, र त्यो सुन्ने पनि बानी पनि परिसकेको छ। तर निराश भइहाल्नु पर्ने कुरा छैन। हामीले हाम्रो संस्कृतिलाई फेरि पनि एउटा सुसभ्य संस्कृतिको रूपमा लानुपर्छ। गाली गलौजको असभ्य अश्लील संस्कृतितर्फ होइन, राम्रो संस्कृतितर्फै लानुपर्छ। गल्ती गर्नेलाई केही भन्न नपाइने होइन, मजाले भन्नुपर्छ। गल्ती गर्नेलाई सचिन्छ भने सचिन्छ, सचिँदैन भने सिद्धिन्छ। गल्ती गर्नेको बाटो त्यही। त्यसकारण भन्न मजाले पाइन्छ। तर मेरो आग्रह के मात्रै भने एउटा शिष्ट, सभ्य, मर्यादित भाषामा बोल्ने गरौँ नेपालीहरूले। हाम्रो सभ्यता संस्कृति त्यो हो। अर्को चाहिँ माने पनि हुन्छ, नमाने पनि हुन्छ, सकेसम्म सत्यमा आधारित भएर बोल्ने गरौँ। सत्यमा आधारित भएर बोल्दाखेरि मान्छेलाई सत्य बोल्ने, सत्यमा अडिने, त्यो अवलम्बन गर्ने बानी हुन्छ। मलाई थाहा छ यहाँहरूको अगाडि पनि बाध्यता छ। अलिअलि सन्तुलन मिलाउनै पर्छ। त्यसकारण सन्तुलन मात्रै मिलाए हुन्थ्यो। सबभन्दा बढी मेरै तिग्रातिर ताक्नुहुन्छ। बढी किन ताक्या हो? अहिले एउटा भेट्नु भएको छ फेरि के घर बनाउन एउटाले दान दियो। घर दान नभएका आफ्नै पैसाले किनेका कुन चाहिँ पार्टी अफिस छ मलाई देखाइदिनुहोस् न है। कुन चाहिँ पार्टी अफिस छ? आफ्नै पैसाले चुनाव लडेका को को छन् मलाई बताइदिनु है, खोजेर अनुसन्धान गरेर। अब 20 जनाले दान दियो कि एउटाले दान दियो, त्यति फरक हो। यति कुरा हो। अदालतले प्रथम दृष्टिमै अरूले बनाए जस्तो होइन, एमाले बनाएको बेठिक छैन भनिसक्यो। त्यसमा पनि केही छैन। त्यसो भएर फेरि घडी हेर्न बेर छैन यता। त्यसो भएर त्यो एउटा पोइन्ट पाए जस्तो लागेको छ। त्यो खासै पोइन्ट होइन, तैपनि पाए जस्तो लागेको छ भने भन्दा हुन्छ। अब म यति भन्छु, सरकारको प्रमुख भएको हुनाले यो देशको राष्ट्रियता तलमाथि पर्न दिँदैन। राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता तलमाथि पर्न दिँदैन। यसको दृढताका साथ म स्पष्ट गर्न चाहन्छु। अघि त्यहाँ मैले उसमा पनि हेरेँ, त्यो बोर्डमा पनि हेरेँ, समृद्ध नेपाल, सुखी नेपाली भनेको हो। त्यो बनाएर छोड्ने हो। पञ्चायतका विरुद्ध लड्न थाल्दाखेरि मान्छेहरूले मलाई नि भनेका थिए, पहरामा कुइनो किन ठोकाउँछौ, राजतन्त्रसँग लड्ने तिमीहरू त कुइना जस्ता हौ, पहरोमा हान्यो भने तिमीहरूका कुइना कच्याकुचुक हुन्छ, पहरो भत्किँदैन बाबु भनेका थिए। पहरा सहरा भत्काएको त मै साक्षी छु। अलिक समय जेल बसियो होला, के भयो होला, तर पहरा भत्काइयो, राजतन्त्र फालियो, तानाशाही फालियो, अधिनायकवाद ढालियो। नेपाली जनताले यी सबै कुरा त गरेका छन् त। त्यसकारण बिस्तारै दुधको दुध, पानीको पानी हुँदै जान्छ। म त कुनै हतार गर्ने पक्षमा छैन।
यो देश बनाउने काम एकछिनको काम पनि होइन, यो समयको काम हो। तर देश कहाँबाट कहाँ त पुगिसकेको छ त विकासमा। आज देश कुनै पनि ठाउँ दुर्गम नरहेको अवस्थामा पुगिरहेको छ। हामीले पानी 3 घण्टा पानी लिन जानुपर्थ्यो हाम्रा दिदीबहिनीहरूले, आज त्यस्तो स्थिति छैन। 98% जनतामा पानी पुर्याएको स्थिति छ र 98%मै लगभग बिजुली पुर्याएको स्थिति छ। बाटाहरू जिल्ला जिल्लामा पुगेका स्थिति छन्, राजमार्गहरू बनेका छन्, टनेल एरामा हामी पसेका छौँ, पुगेका छौँ टनेल एरामा। तसर्थ विकास केही भएको छैन होइन। अनि प्रतिवर्ष वार्षिक आम्दानी $300 थियो भने अहिले कमसेकम $1200-1300 त पुग्यो होला। यो कहाँबाट आयो त? अस्ति पानी पर्दाखेरि झर्या हो। यो त सरकारहरूले नै काम गरेर होला, गल्ती गरे होला, कतिपयले गल्ती गरे होला, तर विकास पनि गरेको छ, काम पनि भएको छ। त्यसकारण हामीले दुईटै पक्षबाट हेर्नु विचार गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यो राजनीतिक विश्लेषण म नगरौँ, किनभने यो त सबैलाई आशिष दिने कुरा हो। मैले बुढाबुढी घरमै हुन्, छोराछोरी विदेशमा हुन् भनेर आशिष दिनु त भएन। त्यसो भएर मैले त छोराछोरी फर्के हुन्, बुढाबुढी खुसी हुन्, आफ्नै देशमा काम पाउन् भनेर भन्नु पर्यो। मेरो आशिष त्यस्तै छ सबै साथीहरूमा, सबै नेपालीहरूमा यस वर्षको तिहारको धेरै धेरै शुभकामना। नयाँ वर्ष नेपाल सम्बन्धको त्यसको पनि धेरै धेरै शुभकामना। सबैलाई शुभकामना भन्दै 5 मिनटभित्रै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। हार्दिक धन्यवाद सम्माननीय प्रधानमन्त्रीज्यू। उहाँको मन्तव्य नै हामीलाई लाग्छ हाम्रो देउसीको एउटा महत्त्वपूर्ण र आकर्षक पाटो पनि हो। हार्दिक आभार व्यक्त गर्दछौँ। उपस्थित भएर कार्यक्रमलाई साँच्चै रमाइलो बनाइदिनु भएकोमा तपाईँ सबैलाई हार्दिक आभार व्यक्त गर्दछौँ। तपाईँको तिहार, छठ, ईद शुभ रहोस्। आजको यो कार्यक्रम यहीँ समापन भएको जानकारी गराउँदछु। दिन शुभ रहोस्, जीवन शुभ रहोस्। धन्यवाद। भन्थे समाजवादी देउबाजी भन्छन्, समाजवादी मदनको बहुदलीय जनवादी ओलीको एकल मनवादी माओले भन्थे साम्यवादी प्रचण्ड भन्छन् साम्यवादी सटरका माधव पार्टी त छ नि राप्रपा भन्छ भ्यागुत्ता गर्छन् रासोपा भन्छ नयाँ छु फेर्ने हो सरकार मया छु